दर्शक श्रोताहरू, यति बेला भुन्टी नयाँ भागमा पनि अब सुकमायाले आफ्नी मितिनी भुन्टीलाई आफूले पाउने अधिकार र न्याय दिलाएर मात्र छाड्ने अठोट गरेकी छिन् भनी अब भूपेन्द्र र भुन्टीको सम्बन्ध विच्छेद गरी आफूले यानि कि भूपेन्द्रको नाउँमा भएको सम्पत्ति आदि आफ्नो नाउँमा गरेर छाड्ने निर्णयमा अडिग रहेकी छिन् हो साथीहरू। यसमा अब भुन्टी पनि सहमति भएकी छिन् भने अब आफ्नै मितिनी भुन्टी हराएको खबर थाहा पाएपछि अब भने निकै चिन्तामा रहेर आफ्नै मितिनीको खोजीमा लागि परेकी सुकुमायाले पनि यति बेला आफ्नै मितिनी भुन्टीलाई भेटिसकेकी छिन् हो साथीहरू। अब भुन्टीको भुन्टीको म्याडमको बहिनीको घरमा भुन्टीलाई बाटोमा भेटेर अब घरमा लगिराखेको दृश्य हामी दर्शक श्रोताहरूले देख्दै आएका थियौँ भने अब यति बेला भुन्टी र सुकुमाया मिलेर अब यानि कि अब सुकुमायाले भनेको अनुसार नै भुन्टी त्यसमा राजी भएपछि अब त्यस घरमा यानि कि अब भुन्टीले यस्तो गर्न कहाँ सक्छिन् र तैपनि अब भुन्टीले गर्ने व्यवहार यानि कि अब यसरी हिँडेकी यानि कि अन्याय र अत्याचारमा परेर सहेर बस्न बानी परेको र हेपाई र चेपाईमा बसिरहेकी भुन्टीले यस्तैसम्म आफ्नो बारेमा बोल्ने शक्ति कहाँबाट पाउँथिन् र दर्शक श्रोताहरू हो साथीहरू। त्यही पनि अब त्यस भुन्टीलाई त्यस घरबाट निक्लिसके पश्चात अब श्रेया लगायत अब केही नाता नपर्ने यानि कि अब आफ्नै श्रीमानको गर्लफ्रेन्ड भनाउँदी जेरीले पनि अब यति धेरै खोइरो खनिरहेका थिए कि अब भुन्टीले कोही कसैको यानि कि यस्ता पीडाहरू सहनै नसके पश्चात अब त्यस घरलाई छाडेर हिँडेकी थिइन् हो साथीहरू। अब पनि सुकुमाया नभए भुन्टीले कुनै पनि निर्णय आफ्नो जिन्दगीमा यानि कि अघि बढ्न र अब बाँच्नका लागि पनि निकै कठिनाइ परिरहेको भुन्टीलाई अब आफ्नी सुकुमाया मितिनीले साथ सपोर्ट दिने भएपछि अब पक्कै पनि भुन्टीको जीवनमा बहार छाउनेछ हो साथीहरू। अब भने पक्कै भुन्टीको जीवनको दुःखहरू हटेर जानेछन् भने कुनै न कुनै मोडमा पक्कै पनि अब त्यस घरलाई छाडेर अब श्रीमान बनाउँदा यानि कि आफ्नो जीवनलाई तहस नहस पार्ने र बारम्बार दुःख कष्ट यातना पीडाहरू दिँदै आइरहने आफ्ना श्रीमान बनाउँदा भूपेन्द्रलाई छाडिन् भने पक्कै पनि एक दिन सुखको दिन पाउने छिन् भुन्टीले हो साथीहरू। अब पक्कै पनि भुन्टीको सुखको दिन एक दिन आउनै पर्छ, हामी दर्शक श्रोताहरूले यही चाहेका छौँ हो साथीहरू। यसै कारण पनि अब भुन्टीले बारम्बार दुःखहरू यानि कि यो जीवनसम्म आजको दिनसम्म कुनै कहिल्यै पनि त्यस घरमा रहँदा सुखको साससम्म फेर्न नपाएकी भुन्टीले अब पक्कै पनि सुकुमायाले दिलाएको यो निर्णयमा सहमति भएकी छिन् भने अब पक्कै पनि कहीँ कतै आशाहरू पलाएको छ भुन्टीले कतै सुखका दिनहरू पाउने छिन् र अब त्यस घरलाई छाडे पश्चात भुन्टी खुसी र सुखी रहने छिन् हो साथीहरू। अब भने यसरी आफ्नो यानि कि अब आफ्नी सुकुमाया मितिनीको सहमति यानि कि दुवैजनाको कुराकानी यानि कि सहमति भएर नै अब सुकुमाया भुन्टीको कपडा फेरेर त्यहाँ गएकी थिइन् भने भुन्टीको रूप धारण गरेर अब भुन्टीकै ठाउँमा रहेर स्थानमा रहेर अब त्यहाँको यानि कि घर परिवारलाई दुःख दिन र कडा जवाब दिन थालेकी हुन् हो साथीहरू। अब यसरी लुरुक्क परेर त्यस घरलाई अब केही पनि चाहिँदैन धन सम्पत्ति र अब म यहाँ बस्दिनँ भनेर सदाका लागि निस्केकी भुन्टी अब यसरी यो रूपमा जाँदा त्यस घरमा अनि कि यस्ता कडा जवाबहरू दिँदै अब आफूले पाउने अधिकार र न्याय पाएर मात्र त्यस घरलाई छाड्ने र चाँडैभन्दा चाँडै भूपेन्द्रसँगको सम्बन्ध विच्छेद चाहन्छु भनेपछि अब त्यस घरलाई यानि कि त्यस परिवारलाई पनि ठुलो झड्का लागेको छ दर्शक श्रोताहरू हो साथीहरू। अब आफ्ना यानि कि यति धेरै इमान्दारी र संस्कारी बुहारी भनेर विश्वास गर्ने भुवन यानि कि भुवन पनि अचम्म र चकितमा परेका छन् भने अब तिमीले यस्तो गर्न सक्दिनौ भनेर भनेका हुन्छन् हो साथीहरू। अब भुवन सामु भुन्टीले यानि कि सुकुमायाले भुन्टी भनेर अब म यस घरमा बस्न सक्दिनँ, तपाईँ म जिउँदो हुँदा यस घरमै रहँदा तपाईँको भाइले यसरी गर्लफ्रेन्ड नै ल्याएर मेरो स्थानमा घरमै ल्याएर यसरी राखिरहेको देख्नु भएको छ भने मैले कसरी सहेर आजसम्म बाँचिरहेको छु र अब म यस घरमा बस्न चाहदिनँ र आफूले पाउने अधिकार आधा लिएर मात्र छाड्ने छु भनेपछि अब भने भुवनलाई पनि ठुलो झड्का लागेको छ भने यता श्रेयाको वचन पनि यति बेला खेप्नु परेको छ भने भनेको थिएँ नि मैले, देख्यौ होइन तिम्रो संस्कारी र इमान्दार बुहारीको चरित्र कस्तो रहेछ, यसको रूप देख्यौ होइन भनेर भनेकी छिन् हो साथीहरू। अब भने तिमीले यस्तो गर्न सक्दैनौ भनेर भन्न बाहेक यति बेला भुवनले केही पनि भन्न सकेका छैनन् भने आफ्नो बुम्पुरोमा हात लगाएर निकै चिन्तामा रहेका छन् भुवन हो साथीहरू। अब